नमस्ते। आज हामी कुरा गर्दैछौँ पाल्पा सिमेन्टको आउन लागेको आइपिओ बारे। यो आइपिओ खास गरी साधारण लगानीकर्ताहरूका लागि एउटा निकै ठूलो अवसर हुन सक्छ। ल, आउनुस् यसको बारेमा गहिरिएर बुझौँ। के यस्तो भएको छ सानो सानो कम्पनीको आइपिओ भर्दा भर्दै हैरान तर हातमा कहिले सेयर नपर्ने? हो, यो धेरै जसो लगानीकर्ताको साझा गुनासो हो, एकदमै स्वाभाविक पनि। तर अब त्यो निराशालाई आशामा बदल्ने बेला आएको जस्तो छ, किनभने बजारमा आउँदैछ पाल्पा सिमेन्टको आइपिओ। अब प्रश्न उठ्छ, यो आइपिओ किन यति खास छ त? हेर्नुस्, यसको सबैभन्दा पहिलो र मुख्य कारण हो यसको साइज। मतलब यो हालसालै बजारमा आएका अरू आइपिओहरूभन्दा निकै नै ठूलो छ। सर्वसाधारणका लागि मात्रै सुन्नुस् है, कुल 45 लाख किता सेयर आउँदैछ। अब यो नम्बर आफैमा यति ठूलो हो कि यसले सेयर पर्ने चान्सलाई ह्वात्तै माथि पुर्याइदिन्छ। यसको सोझो हिसाब के हो भने यदि 10 किताको दरले बाँडियो भने पनि झन्डै 4,50,000 जना आवेदकले सेयर पाउनेछन्। सोच्नुहोस् त, सामान्य आइपिओमा जहाँ 50-60 हजारले मात्र सेयर पाउँथे, या त्योभन्दा कयौं गुणा बढीले पाउने भए। अब अलिकति गहिरिएर हेरौँ न त, कम्पनीको यो कुल सेयर कसलाई कति छुट्याइएको छ अनि यसले बजारमा कस्तो असर पार्न सक्छ त्यो पनि बुझौँ। ल हेर्नुहोस्, टोटल 75 लाख किता सेयर हो, जसमध्ये सबैभन्दा ठूलो भाग मतलब 45 लाख किता सिधै सर्वसाधारणका लागि हो। बाँकी चाहिँ आयोजना प्रभावित स्थानीय, विदेशमा काम गर्ने नेपाली, म्युचुअल फन्ड अनि कम्पनीकै कर्मचारीहरूका लागि पनि छुट्याइएको छ। एउटा एकदमै महत्त्वपूर्ण कुरा छ यहाँ बुझ्नुपर्ने, लक इन पिरियड। अब यो भनेको के हो? सिधा भाषामा भन्दा केही लगानीकर्ताहरूले आफूले पाएको सेयर एक निश्चित समयसम्म बेच्न पाउँदैनन्, बजारमा ल्याउनै मिल्दैन। अनि यहाँ मजाको कुरा के छ भने स्थानीय र कर्मचारीहरूले पाएको सेयर त 3 वर्षसम्म बजारमा आउँदैन अनि म्युचुअल फन्डको 6 महिनासम्म। अब यसले के हुन्छ त, सुरुमा बजारमा बेच्नका लागि सेयर नै कम हुन्छ अनि जब सप्लाई कम हुन्छ मूल्यलाई माथि जान सपोर्ट मिल्छ। ल, अब लागौँ सबैभन्दा महत्त्वपूर्ण पाटोतिर। यदि यो आइपिओमा लगानी गर्ने सोच बनाउनु भएको छ भने के कुरामा ध्यान दिनुपर्छ त? आउनुहोस् हेरौँ। पहिलो कुरा, मितिहरू याद गरिहाल्नुहोस्। आइपिओ खुल्ने हो फागुन 12 गते अनि छिटोमा बन्द हुन्छ फागुन 15 गते। अब आवेदन त यति धेरै पर्छ कि यो मिति पछाडि सर्ला भनेर सोच्दै नसोचे हुन्छ। त्यसैले समयमै आवेदन दिनु एकदमै जरुरी छ। अब अर्को प्रश्न, कति किता भर्ने? यसमा धेरै दिमाग लगाउनै पर्दैन। यति धेरै आवेदन पर्छ कि गोला प्रथाबाट 10 किताभन्दा बढी पर्ने चान्सै हुँदैन। त्यसैले सिधै 10 किताका लागि आवेदन दिनु नै सबैभन्दा राम्रो हो। आवेदन दिने तरिका त एकदमै सजिलो छ। आफ्नो मेरो सेयरमा लगइन गर्ने, पाल्पा सिमेन्टको आइपिओ छान्ने अनि 10 किता भरेर सबमिट गरिदिने, यति हो। पैसा लगाउनु अघि कम्पनी कस्तो हो भनेर थोरै त बुझ्नै पर्यो होइन र? ल, अब पाल्पा सिमेन्टको बारेमा छोटोमा केही जानकारी लिउँ। यो कम्पनीले 2076 सालदेखि क्लिङ्कर र त्यसको 1 वर्षपछि 2077देखि सिमेन्ट बनाउँदै आएको रहेछ। यसको उत्पादन क्षमता पनि राम्रै देखिन्छ। अब यसको क्रेडिट रेटिङको कुरा गर्दा IRN B+ रेटिङ पाएको छ, जसको मतलब हो यसमा मध्यम खालको जोखिम छ। अनि यो आइपिओको म्यानेजर चाहिँ नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ हो। अब बजारमा अलिअलि हल्ला पनि सुन्नमा आएको छ कि कम्पनीबारे केही विवादहरू छन् भनेर। तर ती कुराहरू कतै पुष्टि भएका छैनन्, बाहिर खुलेर आएका पनि छैनन्। पहिले अरू सिमेन्ट कम्पनीको आइपिओ आउँदा जस्तो ठूलो चर्चा वा विवाद यसको बारेमा चाहिँ खासै देखिँदैन। तर यस सबै कुराभन्दा महत्त्वपूर्ण र सबैभन्दा पोजिटिभ कुरा के हो थाहा छ? यो आइपिओ कुनै प्रिमियम मूल्यमा होइन, सिधै फेस भ्याल्यु मतलब 100 रुपियाँमा नै आउँदैछ। यसले लगानीकर्ताको रिस्कलाई एकदमै कम गरिदिन्छ। ल, अब त्यो कुरा गरौँ जुन सबैलाई थाहा पाउन मन छ। यसबाट कति फाइदा होला, कति कमाइन्छ होला, मतलब सम्भावित रिटर्न र रिस्क के कस्तो छ हेरौँ। कम्पनीको दुईवटा महत्त्वपूर्ण नम्बर हेरौँ। यसको प्रति सेयर आम्दानी अर्थात् इपिएस 3 रुपियाँ 25 पैसा छ अनि प्रति सेयर नेटवर्थ चाहिँ 135 रुपियाँ 47 पैसा छ। अब पहिलो दिन कतिमा कारोबार सुरु हुन्छ भन्ने कुरा यही दुईटा नम्बरले निर्धारण गर्छ। अनि
यहाँनिर नेप्सेको नयाँ नियमले लगानीकर्तालाई कस्तो फाइदा पुर्याएको छ भन्ने कुरा एकदमै प्रष्ट देखिन्छ। हेर्नुस्, पुरानो नियमअनुसार यसको ओपनिङ प्राइस रेन्ज 135 देखि 407 रुपियाँसम्म हुन्थ्यो। तर नयाँ नियमले के भन्छ भने 100 रुपियाँभन्दा बढी नेटवर्थ छ भने ओपनिङ रेन्ज 100 देखि 300 को बीचमा मात्रै हुन्छ। यसको मतलब के हो भने 10 किताका लागि लगाएको 1000 रुपियाँ यदि पहिलो दिनमै म्याक्सिमम मूल्य अर्थात् 300 रुपियाँमा कारोबार भयो भने सिधै 3000 रुपियाँ बन्न सक्छ। ल त अब आजको यो सबै विश्लेषणको सार के हो त? अन्तिममा हामीले के बुझ्यौं? एक लाइनमा भन्नुपर्दा यो एउटा ठूलो आइपिओ हो जहाँ सेयर पर्ने चान्स एकदमै धेरै छ र नयाँ नियमले गर्दा यसको ओपनिङ प्राइस पनि लगानीकर्ताका लागि निकै फाइदाजनक देखिन्छ। अब सेयर पर्ने सम्भावना पनि धेरै अनि फेस भ्याल्युमा आउने भएकोले रिस्क पनि कम। के यो त्यही अवसर हो जुन सायद धेरै लगानीकर्ताले यति लामो समयदेखि कुरिरहेका थिए?